सपना देखे जति सब पुरा हुँदैन। अब पढ्न सर्न पाएको होइन, के सपना देख्नु, त्यही काम गर्दै पैसा कमाउनु पाउँछ कि भन्ने त्यो सपना त्यही हो। अब 10-12 वर्ष हुँदाखेरि बाबा प्यारालाइस हुनुभयो। प्यारालाइस भएपछि पढ्न पाएन। नपढ्न पाएपछि अब आमा पनि कान सुन्नुहुन्न। यतिकैमा अब जोस् 13-14 वर्षदेखि नै काम गरेर खायो भन्नु पर्यो नि। सुखसँग बाँचौँ भने जस्तो पैसा थिएन, दुःख गरेर बाँचौँ भने अब त्यही हो, एक गाँस टुटेको थिएन त्यति। अब अहिले बा बित्नु भएको कति 16-17 वर्ष भयो। अनि धेरै बिरामी हुन्थ्यो, गाह्रो। घरको एउटा कमाउने मान्छे अलिकति बिरामी भएर थला पऱ्यो भने चाहिँ धेरै गाह्रो हुँदो रहेछ क्या, एकदमै। अनि पसल राखेर अलि पैसा कमाउनु भएको थियो। पैसा कमाएर अलि सुखै भनौँ न, 1-2 वर्ष चाहिँ अलिक सुखै भयो। त्यहाँबाट चाहिँ अनि पुरा त्यो अब केटीहरूको लैलेमा लाग्न थाल्यो। लागेपछि त अनि सिद्धिहाल्यो, बिग्रियो नि, त्यहाँ सबै बिग्रियो। अब कसरी हुर्काउने, के गरेर गर्ने होला भनेर कति रात त सुत्दैन नि, सकेन नि, एकदम गाह्रो भयो नि। रुवाबासी गर्नु कि को आउँथ्यो, 2 बच्चा च्याप्यो, बस्यो, रुवाबासी गऱ्यो। त्यति अहिले पो अलि यसो आफै कमाउँछ र अलिकति उसो हुन्छ। त्यतिखेरको उमेरमा मान्छेको दसैँ आउँछ, यसो नयाँ लुगाहरू लाएर रमाइलो गरेर हिँड्छ, आफ्नो बच्चाहरू घरमा बसेर लुरुक्क परेर बस्छ। त्यस्तो बिजोग भनेको छोडेर गएको हो नि त बुढाले। त्यही भएर चाहिँ त्यो चाहिँ अलिक धेरै अहिले चाहिँ त्यो सम्झना चाहिँ आउँछ कि बच्चालाई चाहिँ एउटा सुख दिन पाएन, अरू त सबै ठिकै भयो जस्तो लाग्छ। अनि केटीहरूसँग हिँडेर चाहिँ दुःख चाहिँ अब दुःखमा पनि त्यतिखेर हिँडेर यताउता गर्न दुःख पनि धेरै नै दुःख दिएर गयो कि। लास्ट समात आएर त अलिअलि भएको 2 पैसा एउटा सिलिन्डर धरि बसाएर लग्यो क्या। लगेर त्यहाँ लगेर थुपार्यो। त्यो ग्यासको प्रब्लम भइरहेको बेलामा होइन, अनि त्यो ग्यासहरू अब भरेर ल्याउँछ भने लाने, लगेपछि त ल्याउँदै नल्याएर उतै पुऱ्याइदिएछ कि। अनि त्यो सिलिन्डर सबै एउटा सिलिन्डर धरि उठाएर लगेको। त्यो घरमा यति त्यो सुन जोडेको त सबै बेचेर खाएर पनि यता त्यो 7 वर्ष बच्चा पढेर त्यहाँबाट 3 वर्षसँगै बस्ने भने नि, त्यो 3 वर्ष काम नगर्ने, उता गयो टिल्लो रक्सी खाने, यता आयो टिल्लो गर्ने। ल म काम गर्छु भन्यो, फलाना ठाउँबाट 10,000, फलाना ठाउँबाट 20,000। अब कहीँ आफ्नो भएको अलिकति सुन जोडिरहेको थियो, त्यो सुन पनि सबै बेचेर गर्दा लास्टमा त त्यो के भन्छ, त्यो बिरालोले बच्चा सार्छ नि, त्यस्तै गरेर सारेर त्यो लुगाहरू जति सबै ओसाएर लग्यो। एउटा गर्दै लाँदै गर्दा त त्यहाँबाट अत्याचारै भएर त अनि मैले अनि त्यो छोडिदिएको त हो नि। नत्र त सँगै अब मिल्ला कि, अब राम्रो होला कि भन्दा आश गर्दा 3 वर्ष काटेँ मैले। त्यहाँबाट चाहिँ अनि ल अब हुँदै नहुने रहेछ भनेर चाहिँ अनि मैले अनि ठ्याक्कै छोडिदिएको। 3 वर्षपछि चाहिँ कट्यो जिन्दगी। अहिलेसम्म चाहिँ आधी उमेर कट्यो भने भयो नि। सुरुमा त गलिचै बुनेको, त्यहाँबाट फेरि अनि गार्मेन्टमा पनि गऱ्यो मैले, गार्मेन्टमा पनि काम गऱ्यो। गार्मेन्टबाट फेरि अब गर्दा कस्मेटिकको त्यो स्याम्पूहरू यताउता बनाउनेमा पनि गऱ्यो। अनि त्यहाँबाट गर्दा जब ठ्याक्कै लकडाउन सिधेपछि हो नि म यहाँ काममा आएको। त्यो खाक्सीहरू गऱ्यो, खानाहरू पकाएर खुवाउने गऱ्यो। अनि त्यहाँबाट यो भाइले चाहिँ के अरे त्यो उसले त्यो खन्ने दिलाहरूमा खन दिन्थ्यो कि मलाई, ड्याङ पर अलिअलि गर्दै हात बसाउनु दियो। अनि गर्दा ल अब सालमा दिदी तपाईँले यसरी काम गरेर भएन, यो काम सिक्नु, यो काममा चाहिँ मान्छेले चिनिन्छ होइन, अब उस पनि दिन्छ, यो काम सिक्यो भने राम्रो हुन्छ, यो खासी गरेर चाहिँ कति के गर्ने भन्ने भयो। पहलबाट सिक्दा त धेरै नै टेन्सन हो नि, एकदमै यो ज्यानहरू दुखेर होइन, चल्नै नसक्ने, यो हात खुट्टाहरू त चलाउनै नसक्ने, एकदम गाह्रो भयो। अम्लाहरू त 6 महिना 7 महिना भने जस्तो लाटै भयो क्या।
कहिलेकाहीँ चाहिँ बिग्रिन्थ्यो काम पनि। अनि बिचरा त्यो भाइ त जुरुक्क उठेर राख्न दुङदुङ पारेर काम मिलाइदिने क्या त्यो। अनि त्यो भाइले त गरेर कति काम लुकाइदिन्थ्यो र कति त्यो बिग्रेकोलाई नि यताउता गरेर बनाइदिन्थ्यो क्या पहिला भर्खर भर्खर। अहिले त त्यस्तो अलिअलि त डर त नयाँ नयाँ काम आयो भने चाहिँ डर लाग्छ। अब अहिले आफूले जानेको काममा चाहिँ मलाई त्यति डर चाहिँ लाग्दैन। मजाले आनन्दले गरिन्छ क्या। मान्छेहरू बाटोमा हिँड्दा पनि जसले पनि ओहो केटी मान्छेहरूले पनि यस्तो काम गर्दो रहेछ भन्ने पनि कसैले भनेर जान्छ। अब कोही कुहिरेहरू त्यहाँबाट हिँडिरहेछ भने नि अब पुरा भिडियोहरू खिचेर नि लान्छन्, फोटोहरू खिचेर लान्छन् होइन। एउटा पहिचान भयो नि हाम्रो जस्तो लाग्यो कि मलाई चाहिँ। अनि त्यही भएर चाहिँ अब चाहिँ खुसी लाग्छ जे होस् यति काम पनि जान्यो। अब चाहिँ जस्तै दुःख आइपऱ्यो पनि एउटा हातमुख जोड्न चाहिँ कम हुँदैन कि जस्तो लाग्छ क्या त्यो अहिले चाहिँ। एक दिन घर बस्नु पऱ्यो भने छटपटिने क्या अहिले त त्यस्तो हुन्छ मलाई त अहिले। यो आफूले पनि जान्यो अनि अब जस्तो आफूलाई रहर लाग्ने बुट्टा पनि गर्न जाने नि त। कसै अब अरूको नयाँ बुट्टा आयो भने ल यसरी गर्ने है भनेर एकचोटि गरेर देखाएर त्यो चित्र कोरिदियो भने चाहिँ आफै गर्न चाहिँ सक्ने भएछु अहिले चाहिँ। फुल बुट्टा भयो, लहरे बुट्टा भयो, ज्याबलमा र हम्मर भए पुग्यो। छोरीसँगै जान्छु म 1 घन्टा अगाडि नै। अनि 6 बजे छुट्टी भयो, 6:30मा घर पुग्यो, एकछिन रेस्ट खायो, ढाडहरू दुखेर गाह्रो भइरहेको हुन्छ है। एकछिन रेस्ट खाएपछि अनि यसो पकाउनु थाल्नु लाग्यो। अनि कहिले बच्चालाई भन्यो यो पकाउ भन्यो भने हुन्छ म पकाउँछु भने। अब उनीहरूले मम्मी मलाई त खानै मन लाग्दैन, हामीले पकाएको मिठो हुँदैन, मम्मी पकाउनु न भन्छ। त्यही अनुसारले पकाइदिने हो। एक्लो त अब एक्लो जिन्दगीमा अब त्यो त आइहाल्छ सोचाइ त होइन। तैपनि अब 2टा छोरीहरू छ साथमा। अब भोलि गएर चाहिँ अब त्यही हो, अब यतिकै त आमा भनेर त स्याहारेर त बस्दैन, बिहा त भइहाल्छ। अब त्यही ज्वाइँ हुनेवाला ज्वाइँहरू चाहिँ कस्तो पर्ला त्यसमा चाहिँ अलिकति डर छ। अब बच्चाहरू अब दुःख सुख बुझेको छन् होइन, थाहा छन्। अब सबै अब उनीहरूको दुःख सुख आफूलाई, आफ्नो दुःख सुख बच्चाहरूलाई। मेरो अब बुढा भने नि बच्चाहरू भने पनि जे भने साथीभाइ भने नि बच्चाहरू भयो कि मेरो 2टा बच्चाहरू भयो कि। त्यतिमै अब सन्तोकी छु।